Namaste everyone. Welcome to another video of Money Matter Official. आजको यो भिडियोमा हामी what is an IPO, how to apply for an IPO in Nepal, things to know before applying for an IPO को बारेमा step by step बुझ्ने छौं. So, अब ढिला नगरी let's get right into it. IPO भनेको के हो त? Well, IPO or initial public offering is when a company sells its share to a public for the very first time. Company gets money from the public gets share in return. This share can later be traded on the stock market. कुनै पनि कम्पनीले for the very first time general public लाई शेयर बिक्री गर्ने प्रक्रियालाई नै IPO भनेर बुझ्छौं. कम्पनीले सर्वसाधारणबाट पैसा उठाउँछ. जनताले इन रिटर्न कम्पनीको शेयर पाउँछ. त्यो शेयर पछि शेयर बजारमा किनबेच गर्न मिल्छ. अब why do company issues an IPO? To raise money for growth, to pay off debt, to become well known in the market. IPO इस्यु गर्ने रिजन व्यापार विस्तार गर्न, ऋण तिर्न वा कम्पनीलाई पहिचान दिन आदि हुन्छ. ओके नेक्स्ट, what we need in order to apply for an IPO. नेपालमा IPO आवेदन गर्न तपाईलाई आवश्यक पर्ने कुराहरू यस प्रकारका छन्. Number 1, bank account with ASBA facilities. ASBA भनेको application supported by blocked amount हो. It blocks your IPO money until shares are allotted. Ask your bank if it support ASBA or not. सर्वप्रथम हजुरको बैंक अकाउन्ट हुन पर्छ. अब बैंक अकाउन्ट भइसकेपछि बैंकमा ASBA फ्यासिलिटी छ कि छैन भनेर कन्फर्म गर्नुपर्छ. फर योर इन्फर्मेसन, ASBA ले अमाउन्ट ब्लक मात्र गर्ने हो, अमाउन्ट कटौती गर्दैन. Number 2, डीमैट अकाउन्ट. These store your share in digital form, can be opened at banks, brokers or merchant bankers. डीमैट खाता शेयरहरू डिजिटल फर्ममा राख्न प्रयोग हुन्छ. यो खाता बैंक, ब्रोकर्स वा मर्चेन्ट ब्याङ्करबाट खोल्न सकिन्छ. Number 3, मेरो शेयर अकाउन्ट. Online platform to apply for IPOs linked with your demat account. Access via meroshare.cdsc.com.np. मेरो शेयर खाता अनलाइनबाट IPO आवेदन दिन मिल्ने एउटा प्लेटफर्म हो. यो खाता तपाईको डीमैट को खातासँग जोडिएको हुन्छ. Number 4, CRN number, or we can say customer reference number, given by your bank when linking DMAT with ASBA, required while applying for IPO through MeroShare. Customer reference number बैंक ले दिने एउटा कोड हो. यो तपाईको DMAT अकाउन्ट र बैंक अकाउन्टलाई लिंक गर्दा जेनेरेट भएको कोड हो. CRN नम्बर IPO आवेदन गर्दा अनिवार्य चाहिने हुन्छ. Number 5, basic knowledge about IPO. Read the prospectus, understand risk and rewards. IPO भर्न अघि IPO सम्बन्धी सामान्य ज्ञान भएको राम्रो. For that, IPO इस्यु गर्ने कम्पनीको प्रोस्पेक्टस एकचोटि मजाले पढ्नु होला. IPO भर्न अघि IPO को जोखिम र फाइदाको बारेमा बुझेको राम्रो. अब यी सबै कुरा हजुरसँग छ भने you are eligible to apply for an IPO. अब जाऊ अप्लाई गर्ने प्रोसेसतिर. As we discussed, अब तपाईसँग मेरो शेयर डिटेल अलरेडी छ. अब meroshare.cdsc.com.np टाइप गरी मेरो शेयरको वेबसाइटमा जानुहोस् र लगइन गर्नुहोस्. Enter your DP, username and password. अब लगइन भइसकेपछि go to my ASBA and click apply for issue. यति गरिसकेपछि आवेदन दिन चाहेको कम्पनी चुज गर्नुहोस्. After that, enter unit, CRN number and bank को डिटेलहरु सबै कम्प्लिटली फिल गर्नुहोस्. And then agree to the terms and condition and then click the apply button. त्यसपछि फाइनल राउन्डमा तपाईसँग तपाईको पिन माग्छ. तपाईले त्यो पिन इन्टर गरिसक्नु भएपछि तपाईको IPO एप्लिकेसन सबमिट हुन्छ. अब आफ्टर ऑल दिस प्रोसेस तपाईले वेट गर्न पर्ने हुन्छ फर द अलॉटमेन्ट रिजल्ट. IPO भर्ने म्याद सकिसकेको फ्यु डेज पछि IPO को रिजल्ट पब्लिश हुन्छ. रिजल्ट आइसकेपछि हजुरले मेरो शेयर वा अन्य वेबसाइटबाट हेर्न सक्नुहुनेछ. अब जस्ट अ जनरल नोट फर यु गाइज. नोट नम्बर 1, मिनिमम अप्लाई 10 युनिट्स मीन्स मिनिमम 10 कितासम्म अप्लाई गर्न सक्नुहुनेछ. नोट नम्बर 2, मनी इज ब्लक्ड अन्टिल अलॉटमेन्ट. अलॉटमेन्ट नहुन्जेलसम्म तपाईको अमाउन्ट ब्लक भएर बसेको हुन्छ. यो ड्युरेसनमा you won't be able to use your particular amount. Note number 3, if not allotted, money is released.
आइपिओ पर्यो भने ठिकै छ, त्यो पैसा तपाईको मेरो शेयरमा ट्रान्सफर हुन्छ। तर यदि आइपिओ परेन भने नो निड टु वरी, तपाईको पैसा एज इट इज तपाईको बैंक अकाउन्टमा ट्रान्सफर हुन्छ। आई होप यो भिडियो हेरेर हजुरहरूलाई थोरै भए पनि हेल्प भएको छ। इफ देयर इज एनी क्वेसन यू क्यान ड्रप इन कमेन्ट सेक्सन। I will try my best to solve all your questions. Thank you for your time.